सिन्दुरीले के घाँस काटेर लो पापाले फेरि माथि नि छोड्नु भएको हो बाँसको बाटा अपन छाम्राप कसले खाएको पापा यो चाहिँ तपाईँले लिचे ए अब त दामी 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 हुन्छ यो चाहिँ किरा लागेको के हो र सो मरौँ लाग्यो धेरै फल लाग्छ पानी आयो यस्तो हेर्दै राम्रो लाग्ने यो आँप चाहिँ सानोले फलेको पानी पर्यो मकै घाँस काट्नु नि पापा धुल्यो भन्दा त छिटो हुन्छ नि मकै घाँस काटको खायो अस्ति यहाँ एक दिन लगेर खुवाएँ कहाँ काटेर एक दिन त्यहाँ बस्नु चलाउँदै गल्लीमाथिको काट्नु पर्यो भनेको त त्यहाँ के अरे हिँडेको गोरु लाउँदा पल्लोपट्टि जानु अब हिँडेको हो कि उतापट्टि होला होला ऊ कोदो खुवाउनु भएछ होइन बिउ मालको मार्को ए एउटा ज्याङको दुईटा ज्याङ भयो पत्र एउटा यो दुईटा मसिनो भन्ने एक फुर्का थियो त्यो पनि टिकेर लाँदा त हुन्थ्यो त्यो पछिल्लो घरको त खास म घाँस काटिदिन्छु तपाईँ गर्नु न त टिप्दिनु न त त्यो तल्ला गएर तर नाप्दैन घोटेर तलसम्म खुट्टा उँधो झारेर काट्नु भने पानी मरेको छ अस्ति पनि पानी परेको अन्न हिलै भइन्छ यिनीहरूको बाख्रा बस्तु मधेको मल पनि बोकेको त्यस्तो कालो छ